हेलो नमस्ते साथीहरू हामी चाहिँ आमा छोरा चाहिँ रपेको सिजन गर्न गइरहेको छौँ अन्डा अनि मोही अनि चटपटे अनि करेन्ट चाउच धेरै चिज त छैन तर बच्चाको रहरले चाहिँ म चाहिँ यहाँ आएको है म काटिदिन्छु कि यो सानो छ त्यही भएर ल सुरु गरौँ न र पेपर सिजर सुट हामीले जानिन्न जान्ने दुई गाँस नखाँदै ओ उडेर आयो खानै दिँदैन जानु मैले मुर्की गरे उल्लु बनाउनु खोज्दो रहेछ अन्डा ल्यापे बाँध्दैन त उता गएको यसले खाँदैन त्यो अन्डा एकै गाँस बनाएर उता अन्डा खा केटा त्यस्तो खान्छ अरे पेपर सिजर सुट मलाई भोक लाग्छ अन्डा एकै गाँस बना मेथी सक् अहिले थाइछ कि काटिन्छ त नभागे थाइछ बरु म त घोटो पर्नु परेर के ढाड्छु यहाँ र पेपर सिजर सुट जा मिठो मानुहोस् अन्डा त जम्थे अन्डा भइसक्यो अरूभन्दा मैले यस्तै पेपर सिजर सुट जा अब भयो अब यत्रो खाइसक्छ भाइ अर्को त कस्तेर खाने पेपर सिजर सुट पेपर सिजर सुट त काटिन्छ धोका धोइरा गएर नि पेपर सिजन सुट सबै त्यही मात्र खाएर सक्दियो मम्मी राख्दैन अब अन्डा खाए च्याप्चुप पेपर सिजर सुट जित्दै त अन्डा खाएर बस्ला हो खाइ ल्याक्लु पार्छ गतिलो कुरो त खाँदै तेरियामा आउँदा झ्याप्चुप एकै गाँस बनाउनु
छिटो खाइजा रक पेपर सिजर सुट रक पेपर सिजर सुट जा अहिले जानेहरू त हो त्यसले आले पाइछ नखाइ ढोकै बुझ्यो आए म त खाने मन त्यो लिन्न यस्तो नाम नलेखेर र खानै पार्नु मलाई ए चाउछ नि ए रक पेपर सिजर सुट आमा स्यास्या अन्डा लाग्नु पाटे पहिला अरूभन्दा अन्डा राखिदिउँ मम्मीलाई त्यही मात्र खा त्यही मिठो भयो के राख्छ जे आइछ आज ए हाम्रो भाडा आए दाइछ रक पेपर सिजर सुट ए कस्तो अन्डा खाने हो त खाप्ले अब यसै खाना नपाउने उसै खाना नपाउने सबै थोक खाना भ्याएर हो त उसले साथ रक पेपर सिजर सुट जा जा के रमाइलो अब के खानेहरू खोइ ए अन्डा त यति तलाको भाग्नु त्यसरी भागेर नि हुन्छ बनाउन पाएँ मुख भन्यो सिधा सिधा रक पेपर सिजर सुट हजुर पानी आएन आज त्यही त होला छैन कति हाम्रो धारा धारा नै आउन अरे त पानी गयो क्या अब प्यारेर बनाउने पैसा गरेको है बिहान नै म कतै के गएको फुल उता रक पेपर सिजर सुट अनि त्यति चाहिँ राम्रो त्यति छाएर चाहिँ खेल्नै नगर्नु तल लानु पर्यो नि म तल लगेर बन्द गर्न पर्ने हो त नि। उ गरेर एउटा किलो गाडेर त्यहाँ लगेर बाँधेर राख्नु पर्यो नि गरा राख्न पर्ने अब त्यहाँ फसालिदिएको त्यहीँको त्यहीँ त काटियोस् के त्यही भएर नदिने भनेको नि त बाँध खासु रक पेपर सिजर सुट घर घरेटी नहुनेहरूलाई त अँ घरेटी बनाउने कहिले हो घर बनाउने कि होइन